स्पितिको स्याउ लिएर आएको छ होइन एकदम धेरै राम्रो एकदम मिठो यो स्याउ चाहिँ होइन एकदम धेरै मजा होइन ख्वाप ख्वाप भनेर आउँछ एक बलमा चाहियो 4 आना हेलो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू ब्लग स्वागत छ तपाईँहरू सबैजनालाई अनि तपाईँहरू कस्तो हुनुहुन्छ सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम धेरै सन्चै छु अन्त अब चाहिँ हामी ताबोबाट चाहिँ शरण जान लाग्यो शरण भन्ने ठाउँमा अनि त्यहाँ चाहिँ हाम्रो गुम्बा पनि छ अनि त्यही भएर अब चाहिँ हामी लास्ट ट्रिप चाहिँ अब त्यहीँ हो शरणसम्म हो अन्त अब हामी यहाँबाट निस्किँदैछौँ शरणको लागि यहाँदेखि सायद 7-8 घन्टा जति लाग्छ होला त्यही हो अब चाहिँ हामी निस्केको शरणको लागि होइन शरण यस शरण गोइङ टु शरण होइन शरण नाम शरण म पनि फर्स्ट टाइम जाँदैछु होइन हुन चाहिँ हाम्रो त्यहाँ हाम्रो पनि एउटा हाम्रो गुम्बा छ त्यहाँनिर चाहिँ त्यही हो अब हामी अहिले चाहिँ हामी ताबोको मोनास्ट्रीमा जाँदैछौँ गुम्बामा त्यहाँभित्र चाहिँ भिडियो गर्न त पाउँदैन रे अनि बाहिरबाटै देखाउँछौँ हामी होइन त्यही हो यहाँको एकदम फेमस मोनास्ट्री होइन यहाँको पनि एकदम फेमस मोनास्ट्री होइन त्यही हो ताबोको एकदम फेमस मोनास्ट्री अनि कति 1000 साल पुरानो मोनास्ट्रीहरू होइन गुम्बाहरू होइन त्यही हो अन्त त्यही भएर चाहिँ हामी त्यहाँ अहिले दर्शन पनि गर्दैछु गरेर जाँदैछौँ होइन त्यही हो अहिले चाहिँ हामी भित्र दर्शन गरेर आइसक्यौँ अन्त यो चाहिँ हजारौँ सालदेखि रहेछ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन पुरा भित्र चाहिँ पुरा एकदम पुरानो कुवर रहेछ एकदम धेरै होइन यहाँनिर चाहिँ छोड्दैन रहेछ यो पनि हजारौँ साल भइसक्यो होइन त्यही हो अहिले चाहिँ हामी जाँदैछु र बाटोमा होइन शरणको लागि यहाँदेखि लगभग अझै 5.5 घन्टा लाग्ने रहेछ अनि त्यही भएर आरामले जाँदैछु अनि स्पितिमा चाहिँ एकदम धेरै मजा आयो होइन ताबो होइन स्पिति एकदम धेरै मजा आयो होइन एकदम धेरै मजा पनि आयो होइन अनि हामी अहिले जाँदैछु जाँदा होइन स्पितिको स्याउ दिएको थियो होइन त्यहाँनिर स्पितिको स्याउ लिएर आएको छ होइन एकदम धेरै राम्रो एकदम मिठो रहेछ स्याउ पनि होइन खाना पनि एकदम मजा होइन अनि हेर्न सक्नुहुन्छ बाटो चाहिँ अलि चाहिँ राम्रै रहेछ अनि आउँदाखेरि चाहिँ एकदम धेरै नराम्रो थियो बाटो होइन बाटो चाहिँ अलि नराम्रै थियो अनि बनाउने रहेछ नि त अनि त्यही भएर चाहिँ बाटोहरू एकदम धेरै नराम्रो भइरहेको छ त्यही हो अब जे हुन्छ हामी त्यही देखाउँला यो स्याउ चाहिँ होइन एकदम धेरै मजा होइन ख्वाप ख्वाप भनेर आउँछ कि खाँदाखेरि फाइनली हामी चाहिँ शरणमा आइपुगिसक्यो अन्त गाडी मुनि छोडेर पनि 10 मिनट हिँड्नुपर्छ होइन त्यो उकालो हेर्न सक्नुहुन्छ आमा थाक्दो रहेछ क्या धेरै मोटो भयो भने अहिले हामी चाहिँ गुम्बामा आइपुग्यो हेर्न सक्नुहुन्छ यो हाम्रो गुम्बा टक्कर होइन अनि अहिले चाहिँ म यता हाम्रो गुम्बाको चाहिँ भित्र देखाउनेछु यहाँ चाहिँ 2 जना टोटल 4 जना मान्छे बस्छ 1 वर्षको लागि 1 वर्षको चाहिँ फेरि अर्को नेक्स्ट चेन्ज गर्छ अनि त्यही हो अनि अहिले चाहिँ म भित्रको सिन देखाउने छु होइन कस्तो छ शरणबाट हुन्छ होइन त्यही हो अनि त्यही हो अन्त हेर्न सक्नुहुन्छ शरण चाहिँ यस्तो छ त्यही हो होइन अनि अहिले चाहिँ हामी माथि ग्राउन्डमा जान लाग्यो यहाँ शरणको ग्राउन्डमा अनि अहिले चाहिँ त्यहाँ म्याच पनि चल्दैछ अरे अनि त्यही भएर त्यो पनि एकछिन हेर्छु अनि त्यहाँबाट अलिअलि त्यहाँ पनि घुम्छु होइन त्यही हो अहिले चाहिँ हामी माथितिर घुम्न जाँदैछौँ त्यहाँ ठिकै क्रिकेट म्याच पनि चल्दैछ होला होइन अनि त्यही हेर्न जाँदैछु अहिले चाहिँ हामी
गर्मी चाहिँ डेन्जर होइन डेन्जर रहेछ गर्मी चाहिँ होइन आमा मर्ला जस्तै भइरहेको छ गर्मीले चाहिँ त्यही हो अनि आज चाहिँ लास्ट दिन हो हाम्रो अनि भोलिदेखि चाहिँ फेरि उतै घुम्नुमै पुग्छ सिमलामा होइन त्यही हो अहिले चाहिँ हामी ग्राउन्डमा आइपुगिसक्यौँ अहिले एउटा म्याच इनिङ चाहिँ सकिसकेको छ अनि अझै एउटा चल्छ अरे अहिले एकछिनमा अनि हेर्न सक्नुहुन्छ ग्राउन्ड चाहिँ एकदम मस्त वाला रहेछ होइन क्रिकेटको लागि क्रिकेट र फुटबल दुइटै बनाउँदै रहेछ नि त होइन हेर्न सक्नुहुन्छ फुटबलको पोस्ट पनि छ अनि अहिले यहाँ क्रिकेटको लागि पनि छ अनि त्यही हो ग्राउन्ड चाहिँ ठुलो पनि ठुलो रहेछ आमा डेन्जर रहेछ अब चाहिँ यता म्याच स्टार्ट भइसक्यो लगभग यहाँ आएर कति आधा घन्टा जति भयो अनि त्यहाँदेखि त अब के अरे म्याच स्टार्ट भइसक्यो हेर्न सक्नुहुन्छ अनि केटाहरू चाहिँ यसो जुस पिँदैछ टक्क लगाएर होइन हेर्न यता चाहिँ म्याच चल्दैछ जुस पिँदै म्याच हेर्दै होइन एकदम मजै अलगै छ नि त होइन त्यही हो मजा लेते सब लोग हामी खेल्न त पाएको छैन तर भए पनि हेर्दैछ एक बलमा चाहियो 4 रन अब हेरौँ होइन के हुन्छ म्याच कताबाट पनि पराउन सक्छ होइन त्यही हो एक बल 4 रन हेरौँ अब होइन के हुन्छ होला हारे खत्म अहिले हामीले चाहिँ फाइनली होइन खानासाना सबै खाइसक्यो अब सुत्न लाग्यो हामी चाहिँ अनि त्यही हो अनि भ्लग चाहिँ अलि लिएर आउँदो रहेछ नि त किनकि नेटवर्क अब नेट खासै नचल्ने कारणले चाहिँ अनि त्यही हो अनि आज भ्लग चाहिँ यति नै हो अनि भिडियो राम्रो लाग्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला